सबैमा नमस्कार। म हरिश ठगुन्ना। हामी अहिले इन्द्रावती यहाँ खोलाको हाइड्रो पावर अन्तर्गत हाम्रो सब स्टेसन मेलम्ची अन्तर्गत चल्ने सब स्टेसनमा छौँ। यहाँ अहिले मर्मतको कार्यहरू भइरहेको छ। मर्मत कार्य अन्तर्गत सबैले देख्न सक्नुहुन्छ। हाम्रो यहाँ सबै मर्मतहरू भइरहेको छ। यस अन्तर्गत म तपाईँहरूलाई सबै देखाउन गइरहेको छु। यो हाम्रो जुन यो चाहिँ इन्कम फिडर हुन्छ। यो भनेको चाहिँ हाम्रो बाहिरबाट लाइन आउने फिडर हो। यसै अन्तर्गत तपाईँको फेरि यहाँबाट त्रिवेणी फिडर छ, त्रिवेणी मेलम्ची फिडर, अनि ज्यामिरे नवलपुर फिडर, हेलम्बु फिडर। यिनीहरूबाट हामीले बाहिर गाउँमा चाहिँ बत्ती सप्लाई गर्ने काम गर्छौँ। जस्तो हामीहरूलाई चाहिँ यो सब स्टेसनमा यो चाहिँ यसलाई कुनै अप्ठ्यारो पऱ्यो, केही अब लाइन काट्नु पऱ्यो भने हामीहरूले यो यसैको अन्तर्गत हामीले लाइन काट्ने गर्दछौँ। र तपाईँहरूले देख्न सक्नुहुनेछ यो अहिले तत्कालै रिपेयर भइरहेको छ।